र यसै सन्दर्भमा हिजो अरू पनि कुराकानी गरेका थियौँ हैन। र त्यसको चाहिँ नि गेटकिपरहरूले कसरी प्रोटेक्ट गरेको हुन्छ, अथवा त्यो गेटकिपरले इन्फर्मेसनलाई सिक्योर कसरी गर्छ, डेटालाई कसरी सिक्योर गर्छ, सर्भरहरूलाई चाहिँ नि कसरी इन्ट्याक्ट फर्ममा राख्छ। गेटकिपर भनेर जुन हामीले घरमा आफ्नो गेटकिपरको रूपमा प्रोटेक्सन चाहिने सिक्युरिटी पिपुलहरू जसरी राख्ने हो, सिस्टमलाई पनि गेटकिपर भनेको सर्भरहरूले त्यस्तो प्रोटेक्ट गरेको हुन्छ। अब सर्भर मेबी द फायरवालहरू हुनसक्छ, अथवा एन्टिभाइरसहरू इनियर सिस्टमहरू पनि हुनसक्छ भनेर हिजो कुराकानी गरेको। जस्तै कि अब भाइरसहरूमा चाहिँ नि डिफ्रेन्ट भेराइटिज अफ भाइरसहरू हुन्छ भनेका थियौँ, जसमध्ये कि अब ब्ल्याक ह्याटेड भाइरसहरू जसले कि सिस्टममा चाहिने पसेर उसले ह्यापाजर्ड काम गरेर तपाईँको सिस्टम समेत पनि कोल्याप्स गरिदिन सक्छ भनेका थियौँ। जसमध्ये अब अहिले चलन चल्तीमा रहेको ट्राइजन चाहिने टाइपको भाइरस, अथवा चाहिने स्टोन किल भाइरस, अथवा तपाईँको चाहिने वर्म्सहरू हुनसक्छ, जुन कि सफ्टवेयरबाट पनि डेभलप हुनसक्छ, अथवा आफैले मतलब इनिसिएसन गरेर म्यानमेड भाइरसहरू तपाईँको कम्प्युटरमा छिराउन खोज्छ भनेर हिजो कुराकानी गरेका थियौँ होइन। जसमध्ये अब त्यसमा चाहिँ नि साइबरको हेलो हेलो यो स्क्रिन तपाईँहरूलाई आयो? आयो सर है। अब साइबर सेक्युरिटी एन्ड साइबर क्राइम्सहरू, अब यो साइबर सेक्युरिटी एन्ड साइबर क्राइम्स भन्दाखेरि तपाईँले चाहिँ नि यसरी बुझ्नु पर्यो कि साइबरमा चाहिँ नि अब जुन सेन्डर र रिसिभरको बिचमा जे जति इन्फर्मेसन पठाएको हो त्यहाँ बिचमा बसेर त्यो एक्टिभिटिजहरू उसले सो गरेको हुन्छ। अब तपाईँ फर इक्जाम्पल तपाईँको चाहिँ नि प्रिभियस हिस्ट्रीहरू हेर्ने हो भने 1995तिर जापानमा चाहिने एउटा टनेलमा चाहिने मान्छेले त्यही साइबर क्राइम गरेर पोइजनस ग्यासहरू छोडिदिएको थियो होइन, जसले गर्दाखेरि सम थाउजन्ड्स अफ पिपल आर एफेक्टेड। र अब 2001मा चाहिने पनि 9/11 को जुन अमेरिकाको ट्विन टावरहरू जुन अल कायदाले चाहिने कोल्याप्स गर्थ्यो नि, त्यो पनि त एक काइन्ड अफ साइबर क्राइमको आधारमा भएको क्रिमिनलहरू हो होइन। र अब त्यस्तै नै हाम्रो अब ब्याङ्कहरूमा ह्याकिङ गरेको, अब अस्तिको अख्तियारमा चाहिने सबै डाटाहरू इरेज गरिदिएको, अब थ्याङ्क्स गड कि उहाँहरूले ब्याकअप सबै डाटाहरू ब्याकअप राखेको थियो होइन। अब हस्पिटलमै पनि त्यो अब डाटाहरू म्यानिपुलेट गरिदिन सक्छ। अल दोज कम्स इन द साइबर क्राइमभित्र पर्छ। अब यो साइबर क्राइमहरूलाई हामीले चाहिँ नि प्रोटेक्ट गर्न देयर आर सम सेक्युरिटी लज, र त्यो सेक्युरिटी लहरू हाम्रो नेपालमा 2061देखि नै चाहिँ नि चलन चल्तीमा थियो। तर यो गभर्मेन्टले चाहिँ नि हाम्रो नेपाल गभर्मेन्टले 2063देखि चाहिँ नि त्यो प्रोटेक्सन गरिदियो, एक्सनमा ल्याइदियो। जस्तै कि EAT भनेर युज गर्यो, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट गभर्मेन्टले त्यो एप्लाई गर्यो होइन। त्यसमा के छ भन्दाखेरि साइबर क्राइम हुनबाट जोगाउन चाहिने, अनलाइनमा चाहिने युजरहरूलाई साइबर क्राइम हुनबाट चाहिने जोगाउन नियमबद्ध लिपिबद्ध रूपमा चाहिने गरिदिएको छ। र थ्रेट्सहरू इन्टरनेटको युजको कारणले गर्दाखेरि थ्रेट्सहरू आउनेलाई चाहिँ कसरी प्रोटेक्ट गर्ने भन्ने कुरा डिफाइन गरिदिएको छ। र पनि अब नेपालमा अप्स एन्ड डाउन्स भइ नै राखेको हुन्छ, त्यसको बावजुद पनि ब्याङ्कमा चाहिने ह्याकरहरू चलायमान भएको तपाईँ हामीले पनि देखेका नै छौँ। भनाइको मतलब अब अस्ति चाहिने चाइनिज ट्रुपले चाहिने ल्याएर हाम्रो पुरा फाइनेन्सियल विथड्र नै गरेर गएको पनि छ। र अब अरू कुराहरू एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्कमा चाहिने पनि मान्छेले त्यो ह्याकिङ गरियो, तर त्यसमा चाहिँ मान्छेले भित्रकै मान्छेले लुप होलहरू समाएर उनीहरूले गरेकै छ होइन। त्यसैले अब साइबर क्राइम भनेको के त
भन्दाखेरि क्राइम्स डिलिङ विथ द कम्प्युटर्स एन्ड द नेटवर्क्स हैन, त्यसमा डाटा ह्याकिङ पनि हुनसक्छ, त्यो डाटा चोर्ने पनि हुनसक्छ, ताकि त्यसले चाहिँ नि उसको लागि फाइदा हुन्छ र यतातिर अर्गनाइजेसन वा तपाईँको चाहिँ नि आफ्नो प्रपर्टी कम्प्युटरको नेटवर्क उसले भ्यान्डलिजम गरिदिन्छ हैन। अब यसको लागि चाहिँ नि हामीले बनाउने भनेको के हो भन्दाखेरि सोसाइटीमा घट्ने जुनसुकै क्रिमिनल एक्टिभिटिजहरू, अब डाटा माइनिङको कुराहरू, डाटामा चाहिँ नि प्ले गर्ने कुराहरू भयो हैन, क्रिमिनल इन्भेस्टिगेसनहरू भयो, यिनीहरू पनि यो साइबर क्राइमभित्र नै पर्छ र त्यो थ्रेट अनुसार नै अब मानिलिउँ न तपाईँको अपहरणको केसहरू भयो, अब यो तस्करीका कुराहरू भयो, यिनीहरू जति पनि चाहिँ नि भइराखेको छ नि ड्यू बिकज अफ द साइबर क्राइम हैन। र अनि अब हामीले गर्न खोजेको कुरा के रहेछ त भन्दाखेरि पर्पज अफ द कम्प्युटर सेक्युरिटी, कम्प्युटरको सेक्युरिटीको कुरा चाहिँ नि हामीले गर्न खोजेको हो हैन। कम्प्युटरको सेक्युरिटीको बारे चाहिँ हामी गर्न खोजिराखेको छौँ। अब यसमा क्रिटिकल एट्याकहरूबाट चाहिँ नि हामीले जोगाउनु पर्यो। अब क्रिटिकल एट्याक्स भन्दाखेरि हिजो पनि हामीले डिस्कस गरेका थियौँ, मस्कराइडिङ भयो हैन, स्प्याम मेलहरूको तपाईँको जङ्क मेलहरू तपाईँको कम्प्युटरमा चाहिँ नि एट्याक गरेकै हुन्छ, अथवा त्यो प्यासिभ चाहिँ नि एट्याकहरू जस्तो कि त्यहाँ वर्म्सहरू भयो, भाइरसहरूले बिस्तारै तपाईँको चाहिँ नि सफ्टवेयरमा प्ले गरेर राखेको हुन्छ, त्यो पार्ट चाहिँ नि रोक्नु पर्यो नि हैन, यो साइबर सेक्युरिटी लको हिसाबले हैन। अब अर्को कुरा के हो भन्दाखेरि तपाईँको वेबसाइटहरू तपाईँले खोजेको टाइममा तपाईँले त्यो वेबसाइटहरू एकदम सेफ टाइपले ब्राउज गर्न सक्ने हुनु पर्यो। त्यो कम्प्युटर सेक्युरिटीको हिसाब किताबले हेर्दाखेरि अब इन्टरनेट सेक्युरिटी प्रोसेसेस फर अल द इन्कमिङ्स एन्ड आउटगोइङ डाटा अन आवर कम्प्युटर भन्दाखेरि अघि पनि मैले भनेको थिएँ, तपाईँले जुन इन्फर्मेसन पठाउनु भएको सेन्डर साइडले पठाएको इन्फर्मेसन, अब ट्रान्समिसनको च्यानल, अब च्यानलको चाहिँ नि प्रोटेक्सन हुनु पर्यो भने जुन पठाएको इन्फर्मेसन हो रिसिपिएन्टले सेम हुनु पर्यो र रिसिपिएन्टले त्यो पार्ट चाहिँ नि प्योरली एभाइलेबल तरिकाले, इजी तरिकाले आफ्नो हिसाब किताब डिक्रिप्ट गरेर, तपाईँले स्क्रैम्बल गरेर अथवा इन्क्रिप्सन गरेर पठाएको डाटा त्यो कुनै की पार्टबाट, प्राइभेट की होस् वा पब्लिक की होस्, त्यसले पठाएको डाटा उसले डिक्रिप्ट गरेर, पब्लिक की त उसलाई थाहा नै हुन्छ र अब प्राइभेट की तपाईँले अर्को मिडियाबाट पठाएको, अब इमेलबाट पठायो अथवा चाहिँ फोनबाट भन्यो, त्यो पार्ट चाहिँ नि उनले त्यो डिक्रिप्ट गरेर त्यो जस्ताको तस्ता नै पाउन सक्नु पर्यो हैन। अब यसमा प्रोटेक्ट्स अस फ्रम द ह्याकिङ एन्ड द भाइरस लाइक ट्रोजन्स एन्ड द ट्र्यापडोर्स। ट्र्यापडोर्स भनेको के भन्दाखेरि तपाईँलाई चाहिँ नि इमेलहरू पठाउँदाखेरि त्यो इमेल जङ्क मेलहरूमा उसले वार ट्र्याप गरेर हेर्न सकिने हुन्छ कि। अब त्यसैले हामी चाहिँ नि अब अब हामी चाहिँ नि नेपाल टेलिकममा काम गरेको हिसाब किताबले अब हामीले हाम्रै नेटवर्कको पनि कसैले हेर्छ भनेर त्यो हेर्न पनि सक्छ। एक्सचेन्जमा बस्नेहरूले वी जस्ट चेन्ज इन्टु जिमेल अर हटमेलमा चाहिँ नि हामी आफ्नो इमेल एक्टिभिटिजहरू बनाउँछौँ। त्यस्तै नै भनाइ मलाई खालि त्यो एक्जाम्पलको लागि मात्रै भनेको, सबैलाई त्यो एप्लाई नै हुन्छ भन्ने पनि छैन। अथवा तपाईँले फेरि चाहिँ भन्नु होला कि त्यसो भए त नेपाल टेलिकमको चाहिँ नि इमेल सर्भिसेस वा इन्टरनेट सर्भिस नट रिलायबल भन्नु होला, त्यस्तो होइन। तर त्यो हाम्रो उसमा चाहिँ नि कसैले आफ्नो प्राइभेट चाहिँ इन्फर्मेसनहरू त्यसबाट ट्याप गर्ला भन्ने मात्रै डरले हो हैन। अब त्यो कुराहरू चाहिँ जस्तै कि अब वर्म्सको कुराहरू, वर्म्स इज नथिङ लाइक एज ए भाइरस वर्किङ एज ए, अब 24 घण्टा त्यो काम गरिराखेको हुन्छ तपाईँको सफ्टवेयरभित्र, त्यो खाइदिने, सफ्टवेयरलाई चाहिँ नि मिसम्याच गरिदिने, कता कता अब कुनै वर्ड हराइदिने, तिनीहरू चाहिँ नि वर्म्सको कामभित्र पर्छ हैन। अब साइबर सेक्युरिटी भनेको के त? कम्प्युटर सेक्युरिटी त हामीले त्यस्तो गर्नु पर्यो भन्यो। अब साइबर सेक्युरिटी भनेको के हो हैन?
अब इन्टरनेटको युज हामी कहाँ गर्छौँ भन्दाखेरि इन्टरटेनमेन्ट पर्पजको लागि पनि गर्छौँ होइन। अब कहीँ कतै तपाईँहरूले अब फिल्म डाउनलोड गर्नु होला वा म्युजिक डाउनलोड गर्नु होला अथवा चाहिने टिकटकै चाहिने बनाएर तपाईँले पोस्ट गर्नु होला होइन। त्यो कारण भयो। अब बिजनेसको कारणले चाहिँ अब तपाईँले इन्टरनेट युज गरेर बिजनेस गर्दै हुनुहुन्छ होला। अब जस्तै कि तपाईँले चाहिँ नि अब लेटर अफ क्रेडिटै खोल्नुहुन्छ होला कुनै तपाईँ सामान मगाउनका लागि। अब स्पोर्ट्सको चाहिँ नि अब स्पोर्ट्स अब अहिले जुन भइराखेको जुन ऊ छ यो के अरे कलकत्ता नाइट राइडर र हैदराबादको चाहिँ नि त्यो सिनहरू तपाईँले हेर्न चाहनुहुन्छ। तर यस्तै एजुकेसनका कुराहरू यिनीहरू सबैमा चाहिँ नि इन्टरनेट पक्कै पनि युज भएको छ र त्यो इन्टरनेटमा चाहिँ नि पोजिटिभ पार्ट पनि छ र नेगेटिभ पार्ट पनि छ होइन। र पोजिटिभ पार्ट चाहिँ नि त राम्रै भयो। अब त्यसले चाहिँ त अब व्यापक चहल पहलै गरेको छ। वेयरएज नेगेटिभ पार्ट पनि छ। अब त्यसमा नेगेटिभ पार्टलाई हामीले चाहिँ नि साइबर क्राइमै भन्छौँ होइन। अब नेगेटिभ पार्ट भन्दाखेरि के त भन्दाखेरि इलिगल एक्टिभिटिजहरू होइन। अब केही त्यो त्यहाँ जहाँ कि लुप होल्डको कारणले गर्दाखेरि त्यो इलिगल एक्टिभिटिजहरू गर्न सक्छ। अब यो भनाइको मतलब जस्तै कि अस्ति न ब्याङ्कको रोबरी गर्यो त्यो पनि लुप होल्डकै कारणले भएको हो। अब यहाँ हाम्रो एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्कमा होस् वा हिमालयन ब्याङ्कमा होस् अथवा हाम्रै अरू ब्याङ्कहरूमा भए पनि यिनी चाइनिजहरूले गरेको त्यो इलिगलै एक्टिभिटिजहरू हुन् होइन। त्यो उनीहरू त थाहा भएपछि त्यहाँबाट छिर्यो उनीहरू होइन। त्यसैले हामीले गर्नुपर्ने के हो भन्दाखेरि अनलाइन इन्फर्मेसनहरूलाई प्रोटेक्ट गर्नु पर्यो। अनलाइन भन्दाखेरि अब हुनसक्छ अब अनलाइन प्रोटेक्सनमा चाहिने जस्तै कि तपाईँको अब पेमेन्ट ई पेमेन्टहरू नै भयो होइन। ई पेमेन्टमा पनि तपाईँ राम्रोसँग तपाईँले चाहिँ प्रोटेक्सन भएन भने तपाईँको वालेटको पैसाहरू अरूले चाहिँ चोराइदिन सक्छ। अब त्यसमा चाहिँ प्रोटेक्सनहरू त 3 लेयर प्रोटेक्सनै छ। अब त्यो पासवर्ड होला अब सिस्टममा प्रोटेक्सन होला अथवा तपाईँलाई त्यो लग मेन्टेन गरेर उनीहरू कहाँ पेमेन्ट भएको छ वा कसले निकालेको छ। इभन तपाईँले चाहिँ त्यो एटिएम युज गरेर ब्याङ्कमा चाहिने त्यो पैसा निकाल्दाखेरि पनि अब सिसी क्यामेराले चाहिँ हेरिराखेको हुन्छ। अब बाइ द वे तपाईँले यो मेरो ट्रान्ज्याक्सनभित्र पर्दैन भनेर भन्यो भने अब तपाईँको क्लेममा चाहिने उनीहरूले त्यो सिसी क्यामेरामा भएको फुटेजहरू हेरेर दिस म्यान इज डुइङ द ट्रान्ज्याक्सन भनेर देखाउँछ। त्यसैले हेलमेट चाहिँ नलागिकन तपाईँ ट्रान्ज्याक्सन गर्नुहोस् भनेर भनेको वान अफ द रिजन त्यो पनि हो होइन। अब अर्को चाहिँ नि कज म्यासिभ हार्म टु यर कम्प्युटर नेटवर्क। अब साँच्चै तपाईँले चाहिँ अनएटेन्डेड कम्प्युटरलाई चाहिँ नि त्यतिकै राखिराख्नु भयो भने अब भाइरसले पनि छिराउन सक्छ अथवा इन्टरनेटबाट यसरी ट्राभल गरिराखेको हुन्छ कि मालवेयरहरू तिनीहरूलाई चाहिँ नि उसले प्ले गरिराखेको हुन्छ। अनि हिजो पनि मैले भनेको थिएँ कि जेसुकै भए तापनि तपाईँको कम्प्युटरमा आइएम सेफ भनेर त्यतिकै नराख्नुहोस् र एन्टिभाइरस प्रोग्राम रन गर्नुहोस्। अब एन्टिभाइरस तपाईँलाई जे मनपर्छ त्यो राख्नुहोस्। अब म्याकेफी राख्ने कि नर्टन राख्ने कि अथवा पिसी डक्टर राख्ने कि देयर आर सो मेनी भाइरस किलर चाहिँ प्रोग्रामहरू छन् तिनीहरूलाई तपाईँले युज गर्नुहोस् भनेर हिजो भनेको थिएँ ताकि तपाईँको डाटा सेफ होस् कसैले पनि चोर्न नसकोस् भनेर हिजो कुराकानी नै गरेको हो होइन। सुनिराख्नु भएको छ है? हेलो 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 खोइ सुनेन जस्तो छ त। सुनिरहेको छ सर। ए ठिक छ ओके। र अब साइबर लले के गर्नु पर्यो भन्दाखेरि गभर्मेन्टले पनि एउटा साइबर ल बनाउनै पर्यो होइन। वास्तवमा यो साइबर ल भनेको हामीले के भन्छौँ भन्दाखेरि मैले ट्रेनिङ लिँदाखेरि पनि CERT भनेर थियो होइन, कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टेक्निक। मैले त्यो हामीले हिजो पनि अलि हल्का डिस्कस गरेका थियौँ। नेपाल टेलिकमले डाटा ब्याङ्कको बारे किन्ने बारे कुराकानी चल्दाखेरि
आई ह्यापन टु बी द वान अफ द ट्रेनी होइन चाइनामा मैले 6 हप्ताको ट्रेनिङ गरेका थिएँ त्यो सर्ट प्रोग्रामहरूको बारे त्यसमा सबै कुराहरू मलाई इन्फर्मेसन दिएको थियो हुवावेले यो इन्टरनेटमा चाहिँ नि धेरै प्रगति गरेको छ हुवावेको साँच्चै वर्ल्ड वाइडको नेटवर्कको स्ट्रक्चर हेर्दाखेरि उसको मार्केट अबाउट 25% को आसपासमा उसले मार्केट ग्रिप गरेको छ दे ह्याभ देयर सर्भर फार्म सर्भरहरू 3 तल्लाको सर्भरहरू ठुलो घरमा 3 तल्लाको सर्भरहरू छन् यतापट्टि उसले उनीहरूले एमआरओ भनेर छ मेन्टेनेन्स रिपेयर एन्ड अपरेट गर्ने त्यो डिपार्टमेन्ट छ जसमा कि उनीहरूले धेरै यस्ता साइबर लजहरू बनाएका छन् जसले कि अब त्यो स्टेटले चाहिँ नि ग्यारेन्टी गर्नु पर्यो कि तपाईमा आएको कम्प्युटर क्राइमहरू स्टेटले हेरेर मतलब राज्यले हेरेर राज्यले त्यसलाई नचाहिने कुराहरूलाई फिल्टर गर्न सक्नु पर्यो हैन अब यसले साइबर लले के गर्छ त भन्दाखेरि साँच्चै इन्टरनेटै युज गरेर गरेको हुन्छ अब त्यसमा साइबर स्पेसहरू इलेक्ट्रोनिक मार्केटहरू जुन कि अनलाइन सपिङदेखि आउँछ हैन अब अनलाइन सपिङमा अहिलेको हेर्दाखेरि नेपालको कन्टेस्टमा केमु.com भयो अथवा दराज.com यिनीहरूले चाहिँ नि म्यासिभ रूपमा मार्केटिङ गरिराखेको छ हैन भने अब इलेक्ट्रोनिक ट्रान्ज्याक्सनहरू पनि धेरै नै भइराखेको छ अब जस्तै कि ई पेमेन्टहरू भयो वालेट पेमेन्टका कुराहरू भए अब मतलब क्युआर कोडले चाहिँ नि पनि तपाईँ पेमेन्ट गर्न सक्नुहुन्छ देयर आर भेराइटिज अब फोन पेजहरू भनेको छ मोबाइल मनी भनेको छ हैन ती कुराहरू पनि यो इस्युमा चाहिँ नि भित्र पर्न सक्छ तर पनि अब कहीँ कतै कसैले अब बढी काट्यो वा दोहोर्याएर काट्यो भने त मजा त भएन नि हैन त्यो प्रोटेक्ट गर्नलाई पनि गभर्नमेन्टले रेस्पेक्टिभ लिगल इस्युजहरू बनाएर तपाईलाई चाहिँ नि हेल्प गरेकै हुन्छ हैन हेल्प गरेकै हुन्छ अनि अब साँच्चै नै यो गभर्नमेन्टको काम के हो त भन्दाखेरि अर्गनाइजेसनहरूले युज गरेका जुन साइबर स्पेस एज वेल एज इन्टरनेटको एक्टिभिटिजहरूलाई उनीहरूलाई मलेसियस पिपल मतलब नचाहिने मान्छेहरू ह्याकरहरूबाट प्रोटेक्ट गर्नु पर्यो हैन त्यो इन्टरनेटको माध्यमबाट उनीहरूले जसरी पनि ट्राभल गरिराखेको हुन्छ अथवा दे जस्ट ट्रान्समिट द ननसेन्स डाटा टु भ्यान्डलाइज योर साइबर स्पेस एज वेल योर कम्प्युटरको एक्टिभिटिजहरूलाई उसले ब्लकिङ गर्ने कोसिस गर्छ अब हिजोको दिनमा चाहिँ नि हामी डिस्कस के गरेका थियौँ भन्दाखेरि इट मे बी द मस्क राइटिङ टाइपको अब फ्लडेड तपाईँले अननेसेसरी चाहिँ नि गरिदिन सक्छ रिप्ले गरेर त्यो डेटाहरूलाई चाहिँ नि मिसम्याच गरिदिन सक्छ अथवा तपाईँको इमेल चाहिँ नि ह्याकिङ गरिदिन सक्छ भनेको थियौँ हैन वास्तवमा साइबर लले गर्न खोजेको कुरा के हो भन्दाखेरि नि गभर्नमेन्टको सर्भिसेसहरू इफिसियन्टली तपाईलाई डेलिभरी गर्नु पर्यो भन्ने कुरा भयो अब इफिसियन्टली अब एज फर एक्जाम्पल अब तपाईको मोबाइलमा तपाईलाई चाहिँ नि हामीले रिचार्ज गर्दाखेरि नि अब हरेकको मोबाइलमा हरेक मोबाइल सब्सक्राइबरले दूरसञ्चारको काउन्टरमा आएर पैसा तिरेको भए देयर विल बी द किलोमिटर्स अफ क्यूज पिपल स्ट्यान्डिङ अन द क्यू हैन र त्यसो गर्नलाई त सजिलो भएन अब हामीले सर्भिस डेलिभरी गर्नको इफिसियन्ट सर्भिस डेलिभरी गर्नका लागि अब यस्तै नै अब नेपाल टेलिकमले रिचार्ज कार्ड भनेर फर्म्याटमा ल्यायो अब चाहिँ इलेक्ट्रिसिटी डिपार्टमेन्टले अब काउन्टरमा पेमेन्ट गर्ने ई सेवा मार्फत पेमेन्ट गर्ने भनेको छ अब अस्ति पनि को साथीहरूले सोधेको छ हैन हामीले बिटकोइन युज गरेका छ भनेर भन्नुभएको थियो बिटकोइन भनेको पनि ए काइन्ड अफ इलेक्ट्रोनिक पेमेन्ट हो जसले कि पेपालहरू बीचमा बसेर पेपालहरू मार्फत तपाईलाई पेमेन्ट गराउन सकिन्छ भनाइको मतलब अब अहिलेको कन्टेक्स्टमा भन्नु पर्दाखेरि ई सेवाले तपाईको जति पनि जुन पेमेन्टको हिसाब छ नि अब बिजुलीको पैसा तिर्दिन्छु भनेको छ अब टेलिफोनको पैसा तिर्दिन्छु भनेको छ र अब यो पानीको पैसा तिर्दिन्छु भनेको छ दे आर द हेल्पिङ ह्यान्ड फर मेकिङ द गभर्नमेन्ट सर्भिसेस इफिसियन्ट हैन त
अब यो कुरालाई लिएर अब हामीले साँच्चै नै प्रब्लम क्रिएट गर्ने के हो भन्दाखेरि ई ब्याङ्किङमा चाहिँ नि गर्न सिग्नेचरहरूको सिग्नेचरको मोडालिटी डेभलप गरिदिन्छौँ। अब त्यो पासवर्डले होस् अब अथवा तपाईँको कार्डको आइडेन्टिटी होस् अथवा तपाईँको चाहिने फिङ्गरप्रिन्टबाट पनि गर्न सकिन्छ। तर अहिले हाम्रो यहाँ फिङ्गरप्रिन्टको चाहिँ चलन छैन। तर तपाईँलाई पासवर्ड र एटिएमको कार्ड मार्फत हामीले पैसा पेमेन्ट गरिराखेका छौँ। आइदर इट इज ए डेबिट कार्ड अर ए क्रेडिट कार्ड हामीले यो डिजिटल सिग्नेचरहरू भेरिफिकेसन पक्कै पनि गर्छौँ होइन। अब यो साँच्चै नै यी नियम कानुनका कुराहरू कसैले भायोलेट गर्यो भने हामी कहाँ पनिसमेन्टको एक्टिभिटिज पनि पक्कै पनि छ होइन। सिभियर पनिसमेन्टहरू पनि छन्। अब त्यो पुलिसै लगाएर तपाईँ कहाँ घरमा पठाएर त्यो समाउन आउने पनि छ। अब अस्ति चाहिने तपाईँ हामीलाई पनि थाहा भएको कुरा हो के मिस्टर भीम आचार्य हुनुहुन्छ क्या, भीम आचार्य कि भीम उपाध्याय पहिलेको सचिव हुनुहुन्थ्यो। उहाँले के जाति गभर्मेन्टलाई गाली गरे बापत उहाँलाई 3 दिन साइबर क्राइमभित्र पारेर थुन्यो पनि र 6 दिनपछि उहाँलाई छोडिदियो भनेर हामीले गायौँ। त्यस्तै नै अब यो के अरे ज्ञानेन्द्र शाहीको केसमा पनि ज्ञानेन्द्र शाहीले अब स्ट्रिटमा विरोध गरेको कारणले गर्दाखेरि उसको जुन फेसबुक एकाउन्टै बन्द गरिदिएको पनि तपाईँ हामीले सुनेकै हो होइन। देयर आर सो मेनी पनिसमेन्ट्स। अब मलाई सबै त यादगारी छैन। तपाईँ हामीलाई पनि जुन न्युजले भनेको फेसबुकमा आएका कुराहरू तिनीहरूले साइबर क्राइमै गरेको हो भन्ने गभर्मेन्टको थर्याइ हो भने उहाँहरूले वकालत गरेर अब यो डेमोक्रेसीको टर्मिनलमा डेमोक्रेसीको संविधानको के जाति के धारा अनुसार हामीले बोल्न पाउने अधिकार छ भनेर वकालत गरेर उहाँहरू फेरि बाहिरिनु भएको छ। भनाइको मतलब साइबर क्राइम अन्तर्गत देयर आर सो मेनी पेनाल्टिजहरू अहिले गभर्मेन्टले बनाएको छ। त्यो गभर्मेन्टले बनाएको एक्टिभिटिजमा चाहिँ नि सबैले चाहिँ नि त्यो पेनाल्टी कोडहरू अनुसार यो भायोलेटिङ भयो भने साइबर लको भायोलेटिङ गर्यो भने दे विल बी पेनलाइज भन्ने कुरा भयो। यो कुरा चाहिँ नि हामीले 2061 सालदेखि गरेको हो। तर इफेक्टिभली हामी 63 सालदेखि चाहिँ नि एक्टिभिटिजमा छ र पनि अहिले त्यस्तो कानुन त बनाएको छैन जसले कि अब साह्रै नै दुःख दियो। अब कसैले त फल्स इमेलहरू तपाईँको घरमा चाहिँ नि आइराखेको हुन्छ अथवा अब कसैले जिस्क्याउनका लागि तपाईँले चाहिँ नि के अरे अब इमेलहरू पठाइराखेको हुन्छ। ल तपाईँलाई चिट्ठा पर्यो भनेर हुन्छ कि अथवा तपाईँको ब्याङ्क अकाउन्ट दिनुहोस्, वी आर जस्ट गोइङ टु सेन्ड यु सो मेनी अफ मनी अन यर एकाउन्ट भन्ने हुन्छ। अथवा तपाईँलाई चाहिँ नि वी आर जस्ट सेन्डिङ यु अ गिफ्ट विच मे बी कन्टेनिङ लट्स अफ डायमन्ड अर दिस द्याट भनेर पनि तपाईँलाई चाहिँ नि इमेलहरू आइराखेको हुन्छ। यी कुराहरूलाई प्रोटेक्ट गर्न यो साइबर ल र उसको चाहिँ नि आवश्यकता परेको छ। यो त कुरा सुन्नु भए नै होला नि है, तपाईँहरूले पनि सुनिराख्नु भएको छ। साथीहरू सुनिराख्नु भएको छ? हजुर सर सुनिरहेछु। ल ठिक छ। र अर्को अब साँच्चै इथिकल भ्यालुजहरू के हो त होइन। हामीले गर्नुपर्ने डिजिटल डकुमेन्टहरू इथिकल भ्यालुज के हो त? साँच्चै यो इलेक्ट्रोनिक ट्रान्ज्याक्सनमा जुन पनि डिजिटल डेटाहरू तपाईँले ट्रान्समिट गर्नलाई बहुत सजिलो छ नि। अब ठ्याक गर्यो विदिन फ्यु सेकेन्ड्स आई क्यान जस्ट गिभ यु अल द इन्फर्मेसन इन सफ्ट कपी होइन। सफ्ट कपीमा पनि ट्रान्समिट गर्न सकिन्छ अथवा यो डिजिटल सिग्नेटरिजको भित्रमा बसेर आई क्यान जस्ट गिभ यु अल द इन्फर्मेसन लाइक डुइङ नाउ होइन। अब त्यसमा के हो भन्दाखेरि द डिजिटल डकुमेन्ट सुड बी सिस्टमेटाइज। अब सिस्टमेटिकली तपाईँलाई इन्फर्मेसनहरू दिनु पर्यो। अब
रिकमेन्डेसन र डिफेन्डिङ चाहिँ नि पनि त्यो कन्डक्टमा चाहिँ नि हाम्रो कन्डक्टमा चाहिँ रिकमेन्डेसन पनि डिजिटल डकुमेन्टको रिकमेन्डेसन पनि हुनु पर्यो अथवा अब डिफेन्ड पनि हुनु पर्यो। अब जस्तै कि फर इन्स्टेन्स यो भनेको के भन्दाखेरि तपाईँ हामीले अहिले alibaba.com हैन alibaba.com ले युज गरेको क्यामु पनि वान अफ द मेम्बर हो के अरे alibaba.com को दराज.com पनि उसको मेम्बर हो के अरे। यिनीहरूको मार्फत तपाईले सामान लिनुभयो भने नि उसले दिएको जुन गाइडलाइन अनुसार तपाईले सामान डेलिभरी हुनुपर्ने त टाइममा छँदैछ अनि तपाईले चाहिँ तपाईसँग पनि उसले नोट के गरेको हुन्छ त भन्दाखेरि तपाईले चाहिँ नि क्याश अन डेलिभरी दिनुहुन्छ कि वेदर यु युज द क्रेडिट कार्ड हो कि भनेर चाहिँ नि उसले त्यो गरेको हुन्छ। अनि तपाईको रिकमेन्डेसन के हो भन्दाखेरि आई विल पे यु क्याश अन डेलिभरी भनेर भने हुन्छ र प्रोभाइडेड त्यो सामान मेरो साइजको हुनु पर्यो, कलर म्याचिङ हुनु पर्यो, क्वालिटी अफ द स्ट्यान्डर्ड व्हाट यु आर जस्ट सोइङ अन द स्क्रिन भन्ने कुरा तिनीहरूलाई चाहिँ नि तपाईले यो इथिक्स भित्र डिजिटलको इथिक्स भित्र नै परेको हुन्छ हैन। अब डिजिटल एन्ड इलेक्ट्रोनिक टेक्नोलोजी जेनेरेट स्टोर्स एन्ड प्रोसेस डेटा हैन। वास्तवमा भन्ने हो भने डिजिटल ग्याजेट्सहरू जति पनि छन् अब जस्तै कि ल्यापटप भयो अथवा तपाईको मोबाइलै भयो यिनीहरू सबै इलेक्ट्रोनिक ग्याजेट्सहरू व्हिच रियली जेनेरेट्स द इन्फर्मेसन। अब एउटा सोर्सै हो नि त्यसलाई स्टोर गर्यो, स्टोर गरिसकेपछि प्रोसेस द डेटा एन्ड ट्रान्समिटेड टु द अदर डेस्टिनेसन एज वी रिक्वायर अर एज वी आवर विस हैन। त्यसैले अब डिजिटल डकुमेन्टहरू के हो भन्दाखेरि इट इज भेरी इजी टु जेनेरेट एन्ड ट्रान्समिट इलेक्ट्रोनिकली हुन पनि हो नि। अब अहिले तपाईँ हामीले फाइलका फाइलहरू बुकका बुकहरू पनि हाम्रो यो युएसबीमा चाहिँ अटाउँछ त्यो युएसबी एउटा चाहिँ लिएर गएर त्यो जुन सबै डेटाहरू मैले लोड गरेर लिएर गएँ भनेपछि एनीवेयर मैले त्यो कम्प्युटर भेटाएँ भने त्यसलाई प्लग इन गरेर आई क्यान जस्ट सी इट, नो निड टु क्यारी थाउजन्ड्स अफ द बुक्स इन माई ह्यान्ड हैन। अथवा plenty of the documents whichever is needed in the यो के अरे फर द बिजनेस मैले त्यो फाइलका फाइल बोकेर हिँड्नु पर्यो भने डिजिटल चाहिँ नि डकुमेन्टले चाहिँ यति सजिलो गरिदिएको छ। अर्को कुरा त्यो डिजिटल डकुमेन्ट चाहिँ नि डिजिटल डकुमेन्टले चाहिँ नि साँच्चै नै प्राइभेसी डिमान्ड गर्छ र त्यो डेटा चाहिँ नि इन्टिग्रल पार्ट अफ हुनु पर्यो, इन्टिग्रिटी हुनु पर्यो, डेटामा कन्फिडेन्सियलिटी हुनु पर्यो र साथै चाहिँ नि त्यो ट्रान्समिसनमा इरर फ्री ट्रान्समिसन हुनु पर्यो। नाइदर इट इज डन बाई द म्यान मेड ह्याकर्सहरूले त्यो बिचमा बसेर ट्यापिङ गरेको पनि त्यो फ्री हुनु पर्यो। साथै जुन ट्रान्समिसनमा सफ्टवेयर वा सिस्टमबाट जेनेरेट भएका भाइरस अथवा मालवेयरहरूले त्यो डेटा ह्याक हुनबाट पनि प्रोटेक्ट हुनु पर्यो हैन। अर्को कुरा डिजिटल डकुमेन्ट्स आर द प्रपर्टी नै हो हैन र त्यो कारणले गर्दाखेरि इच एन्ड एभ्रीबडी हेज द राइट टु कलेक्ट द डेटा एन्ड ट्रान्समिट अर एक्सप्लोर द डेटा। तपाईले अहिले जुन चाहिँ नि प्रपर्टीको रूपमा हेरिराख्नु भएको छ अब गुगलबाट पनि तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ हैन अथवा एमएस माइक्रोसफ्ट उसबाट पनि गर्न सकिन्छ। देयर आर सो मेनी अब एप्पलको चाहिँ सफारी भन्ने छ तिनीहरूबाट पनि तपाईले चाहिँ त्यो डाउनलोड गरेर यु क्यान जस्ट प्ले द डिजिटल डेटा त्यो एज यर प्रपर्टी एज सच हैन। एकुरेसी के हो भन्दाखेरि डिजिटल डकुमेन्टको चाहिँ नि साँच्चै नै एकुरेट हुनुपर्छ र अब त्यसमा नोइजहरू प्रेजेन्ट भयो भने त भनेको चाहिँ नि एउटा भनेको अर्को बुझ्यो अथवा अर्को टाइपले एक्टिभिटिज भयो भने द्याट डिजिटल डेटा इज नट वर्केबल हैन। अथेन्टिसिटी हुनु पर्यो, हो मैले नै पठाएको हो र यो मैले नै गरेको हो भन्ने सेन्डर साइडले पनि एक्सेप्ट गर्नु पर्यो भन्दाखेरि उतातिरको रिसिपिएन्टले पनि यो पार्ट मिस्टर फल्ना अब जस्तै कि उज्जवलले नै मलाई पठाएको हो अथवा महेन्द्रजीले नै पठाएको हो अथवा अरू साथीहरूले नै मलाई पठाएको अहिमले नै पठाएको हो भन्ने कुरा म चाहिँ नै ग्यारेन्टेड हुनु पर्यो र यतापट्टिको जुन चाहिँ नि सेन्डरले पनि डिनाइ गर्न पाएन। द्याट इज नन एज रिपुटिएसन भनिन्छ र त्यो डिनाइ चाहिँ नि गर्न पाएन, नन रिपुटिएसन चाहिँ हुनु पर्यो। त्यसैले एक्युरेसी इज मोस्ट च्यालेन्जिङ टाइप इन द डिजिटल डकुमेन्ट ट्रान्जेक्सन
ट्रान्ज्याक्सन। अर्को कुरा चाहिँ नि हामीले कपिराइटको कुराकानी गर्छौँ। कपिराइट भनेको वान अफ द पार्ट इन द इन्टेलेक्चुअल प्रपर्टी राइटभित्र पर्छ होइन। इन्टेलेक्चुअल प्रपर्टी राइट 4 किसिमका हुन्छन्। यो कपिराइट एउटा छ भने एउटा अर्को ट्रेड सिक्रेटका कुराहरू छन्। बिजनेसमा ट्रेड सिक्रेटका कुराहरू छन्। अब ट्रेडमार्कको कुरा हुन्छ, प्याटेन्ट राइटको कुराहरू। यी 4वटा कुरामध्ये कपिराइट हो। तपाईँले आफ्नो तरिकाले डकुमेन्ट तयार गरेर ट्रान्समिट गरिसकेपछि त्यसमा कपिराइटमा चाहिँ नि यो आइपिआर भनेर इन्टेलेक्चुअल प्रपर्टी राइटभित्र पारेर तपाईँले त्यो रजिस्टर गरेको अवस्थामा त्यो इन द सर्टेन टाइम पिरियडभित्र तपाईँले मात्रै युज गर्न पाउनुहुन्छ अथवा तपाईँको स्वीकृति बेगर अरूले युज गर्न पाउँदैन। त्यसैले अब कुनै कुनै किताबहरूमा पनि लेखिएको हुन्छ अनि कपिराइट इज नट फर्मिटेबल, मतलब त्यो चाहिँ नि कसैले पनि लिएर कपिराइट त्यो कपी गरेर तपाईँले प्रड्युस पनि गर्न पाउनुहुन्न र इलेक्ट्रोनिकली पनि गर्न पाउनुहुन्न, फिजिकली त्यसको कपी पनि निकाल्न पाउनुहुन्न भनेर पनि तपाईँले त्यो डकुमेन्टमा राख्न सक्नुहुन्छ हैन। देयर आर सो मेनी अब डिजिटल डकुमेन्टका इथिक्सहरू चाहिँ थुप्रै नै छन्। अब यो च्यालेन्जिङ चाहिँ नै के हो भन्दाखेरि यो डिजिटल डकुमेन्टहरू जतिसुकै सेफली राखेको भए तापनि समबडी समवेयर यसलाई चाहिँ नै कहीँ न कतै चाहिँ नि मिसयुज पक्कै पनि गरेको हुन्छ। अब त्यसैले अब हस्पिटलमै पनि तपाईँले चाहिँ नि राखेको कुराहरू अब जस्तै कि कोरोनाको केसमा कोरोनाको चाहिँ नि अब रिकर्डहरू राखेकोमा चाहिँ मिस्टर फल्ना 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 इज क्यारिङ नेगेटिभ भनेर भन्नुपर्ने ठाउँमा त्यसलाई उसले पोजिटिभ गरिदियो भन्दा त्यहाँ कस्तो बवाली हुन्छ त, हो कि होइन? त्यसको सिरियसनेस त्यस्तो छ भने ब्याङ्कमा पनि तपाईँको एकाउन्टमा अल्टर गरिदियो भने के हुन्छ त, होइन? त्यसको इथिकल भ्यालुजहरू हेर्नुहोस् न, इम्प्याक्टहरू सोसाइटीमा कस्तो खाले इम्प्याक्ट हुन्छ। र अहिले नै तपाईँको फेसबुकको एकाउन्टैमा चाहिँ नि कसैले मिस्टर सो एन्ड सो इज दिस इज दिस एन्ड ह्याड पास्ट दिस मच ओन्ली अथवा भनेर भन्यो भने त त्यहाँ कस्तो बवाली हुन्छ। अस्ति नै हाम्रो त्यो अक्सफोर्ड युनिभर्सिटीबाट क्याम्ब्रिजको चाहिँ नि केसलाई हेर्नुहोस् न, अब ग्रेडिङ गरेको मिलेन भनेर छ, तिमीहरूले ग्रेडिङ गरेको नि मिलेन भनेर भनेपछि ह्यु एन्ड क्राई भयो नि। यहाँ जुन चाहिँ प्यारेन्टहरूलाई पनि ह्यु एन्ड क्राई भयो। दोज स्टडिङ द क्याम्ब्रिज जुन छ तिनीहरू पनि अब ए आउनुपर्ने भनेको ठाउँमा सी आएको छ अरे, सी हुनुपर्नेमा ई गरिदिएको छ अरे, फेलै गरिदिएको छ अरे। त्यस्तो सर्टिफिकेटहरूमा पनि त्यो इथिक्सहरू वी हेभ टु एप्लाई इट। र अब यसपछि चाहिँ नि तपाईँलाई भोलिको दिनमा म अलिकति ऊ मात्रै गर्छु होला होइन, धेरै सानो पोर्सन मात्रै बाँकी छ। के गरौँ अब आइसिटी युज एन्ड कम्युनिकेसन भनिएको छ। आइसिटी युज एन्ड मिसयुजका कुराहरू मात्रै छन्, यो सानो मात्रै नोट जस्तै मात्रै छ। अब म भोलि एक दिन क्लास गरेपछि मैले च्याप्टर 7 पनि यसबाट सकिएको अन्दाज गर्छु। तपाईँहरूले अहिलेसम्म यो च्याप्टर 7 को बारे बुझिराख्नु भएको छ कि छैन? खै अरूले छोड्यो जस्तो छ हो। हेलो हजुर सर। अरू सबैले होइन, यहाँ 4 जना मात्रै त देख्छु त म त। होला सर 4 जना मात्रै हो। अघि सोनी पनि थियो, सोनीले छोडेको। सोनी पनि देखेको थिएँ, अलि दिपेन्द्र पनि झेसक्कैसँग देखेको थिएँ। एनिवे यो चाहिँ नि यो सेयर गर्छु र भोलिको पनि मैले राखेर तपाईँहरूलाई चाहिँ नि यो सबै स्लाइडहरू मेल गरिदिन्छु त्यो सकिएपछि। अब के गरौँ ल भन्नुहोस् त, अब अलिअलि सल्लाह गरौँ न त। अथवा तपाईँहरूको केही क्वेरिज छ भने भन्नुहोस्, केही क्वेरिजहरू आई क्यान जस्ट टेक अप र म तपाईँहरूलाई क्ल्यारिफाई गरिदिन सक्छु। केही क्वेरिजहरू छ?
तर म के भन्छु त भन्दाखेरि तपाईहरु चाहिँ यु आर सो लकी हैन यो यो हाम्रो चाहिँ नि परशुराम सरहरुले चाहिँ जुन लेख्नु भएको बुक इट इज क्वाइट सफिसिएन्ट फर योर कोर्स र उहाँहरुले टेलर मेडै गरिदिनु भएको छ र अलिकति एक्सप्लेनेसन चाहिँ नि अलिकति नपुगेको जस्तो लाग्छ तपाईहरुको लेभललाई चाहिँ अलिकति ब्याचलर लेभललाई अलिकति नपुगेको जस्तो लाग्छ तर पनि मैले कता कता बाहिरको चाहिँ अब डकुमेन्टबाट पनि तानतुन गरेर त मिलाउने कोसिस गरेको छु तर पनि तपाईहरुलाई अझै इन्फर्मेसन चाहिन्छ भन्ने हो भने आई एम जस्ट रेडी टु गिभ द आन्सर्स हैन अब तपाईहरुलाई चाहिँ तपाईहरुले अलिकति मेहनत के गर्नु पर्यो भन्दाखेरि आजको दिनमा प्रोटोकल भनेको के हो प्रोटोकल व्हाट आर द रियल प्रोटोकल्स आर वर्किङ इन द कम्प्युटर टु कम्प्युटर नेटवर्किङमा कसरी प्रोटोकलहरु युज गरेको छ हैन नेटवर्किङको साइज कसरी गरेको हुन्छ नेटवर्क भित्र चाहिने अब गेटकिपरहरुले कस्तो काम गरिराखेको हुन्छ हैन यो कम्प्युटर नेटवर्किङमा ल्यान्ड कसरी स्प्रेड गरेको छ अथवा वाइड एरिया नेटवर्क वानहरु चाहिँ कसरी गर्छन् मेट्रोपोलिटन सिटीमा चाहिँ अब कसरी नेटवर्किङ गरेको हुन्छ हैन र्यास टर्मिनलहरु रिमोट एक्सेस सर्भरहरु कसरी खाले चाहिँ राखेको हुन्छ अब एकछिन चाहिँ तपाईहरुलाई फुर्सद पायो भने कतै कसैको सोर्स मिल्छ भने आईएसपी को जुन छ त्यो एक्सचेन्जमा गएर एकचोटी हेर्नुस् हैन त्यसमा आईएसपी मा चाहिँ के इक्विपमेन्टहरु राखेको हुन्छ उहाँहरुले कसरी काम गरिराखेको हुन्छ तपाईहरुले ल्याएको बन्डल अफ डेटाहरु त अर्को जुन डेस्टिनेसनमा कसरी पुर्याउने रहेछ त्यो पार्ट चाहिँ एकचोटी गएर हेर्नुस् हैन र मैले त हेरेको छु धेरै ठाउँमा काम पनि गरेको छु त्यसैले अब म अहिले सर्भिसमा भएको भए त आई क्यान जस्ट सो इन आवर कम्पनी इटसेल्फ र अहिले आइम अनफर्चुनेटली आई जस्ट लिभ द्याट पार्ट र तपाईहरुले इन्ट्रेस्ट राख्नु भएको अवस्थामा आई क्यान जस्ट रिक्वेस्ट माई फ्रेन्ड्स इन नेपाल टेलिकम सो द्याट आई क्यान सो यु द हाउ द डेटा हो एक्सचेन्जमा लेखाउन सक्छु त्यसैले अब तपाईहरुको केही क्वेरीजहरु छ भने भन्नुस् म एनी टाइम आई एम अवेलेबल विथ यु र तपाईहरुले कुनै मेसेज तपाईहरुको जुन छ थर्ड सेमेस्टरको भनेर मेसेन्जरमा दिनु भएको छ त्यो मलाई खुबै राम्रो लाग्यो यु जस्ट ड्रप द मेसेज ओभर देयर अब मलाई चाहिँ एटेन्सन गरेर @एम कर्मचारी भनेर दिइदिनुस् म त्यो मेसेज पढेर तपाईहरुलाई कल गरेर म चाहिँ पर्सनली पनि कल गरेर तपाईहरुलाई इन्फर्मेसन शेयर गर्न सक्छु भने or otherwise we can just hold such type of the team मै आएर पनि I can explain your queries अहिले सम्मको क्लियर छ कि छैन तपाईहरुलाई हेलो हजुर सर अहिलेसम्म जे भनिराखेको थिएँ तपाईहरुलाई क्लियरली तपाईहरुको चाहिँ नि ल्यापटपसम्म आएको छ कि छैन अथवा जुन मटेरियलहरु मैले फ्लो गरेको थिएँ इज इट रिडेबल अर नट अर हियरेबल अर नट किनभने अनलाइन क्लासमा अलिकति गाह्रो चाहिँ नि यही पार्ट छ अहिले चाहिँ नि रेकर्डिङ बन्द गरिदिन्छु म अनअफिसियली